ल्याउनु बर्थडे विस गरेर जाने त हरि भराउनु लाग्छ कस्तो कमल त हमारे त्यसपछि त्यस्तो भएर नजानु ज्वरो आउनु लाग्छ है आफूलाई माटो नमिल्या हो कि के ओ चाहिँ त दुईटा मात्र रोप्नु एउटा केमा रोप्ने एउटा भाँडा खोज्नु कमल खोजेको के मल छ त्यति पुरा मल धेरै पनि मैले त कसिलो भयो नि मैले चाहिँ अब यस्तो राखेर त्यसपछि त्यो के भन्छ पानी हाल्दा कसिलो हुन्छ भनेको त्यसमा चाहिँ 4-5 महिना पनि कसिलो नभएको त 5 महिना भइसक्यो त 5 महिना भन्नु 10 वर्ष गरेको त एउटै मात्रै पाक्लै भयो यस्तो भयो त पाक्लो भयो तिनवटा यसरी हाल्नु एउटा त अर्को छुट्टै रोपिदिन्छ एउटा भने के हुन्छ भने हुन्छ एउटामा अर्को रोप्छु कि के खल खाली पाक्छ अनि माथि भयो भने गराइहाल्नु पर्ने क्या हो कहाँ गार्डन छ कि म पनि धेरै भयो कि नखोर्चिन त्यो तल त्यो मसिन छ नि त्यो मसिनो त्यो साग उखाल्दै त्यसमा भनिदिनु आउँछ आउनु लाग्छ है अब माटो लिएर गइरहेको कि यसरी यहाँ बाटो त नराख्यो भने चाहिँ भनेको अनि भरे हामी सबै बढाइदिन्छ भन्छ त्यस्तो भइहाल्छ हाम्रो बनाउँदैन यो जग्गा चलाएको कि चलाएको होइन उयो राखेर होइन पानी हिँड्नु अहिले चाहिँ गाह्रो खान्छ खडपट्ट भइहाल्यो कति सेको आँट थियो 700 पानी यो छिटै या आँट लाउनु भएको थियो आँट लिएर बैठ्यो मऱ्यो अनि उहाँले खाँदै थियो अनि आफै प्याक डुबाएर राखेको थियो के आउँछ भने मर्या बाउलाई के राख भन्ने नआउँछ भने पानी डुबाएर राखेको के आउँछ खै के हो कि हाम्रो त आउँदै आउँदैन भनेको त्यो त बुढा घर सानो बच्चा कस्तो खाउँछ हेर ठुलोमा थाहा छैन होला मसिनो पात गरेर छ कि त्यस्तो चाहिँ त अब कत्नै छ त अर्काको के गर्छ त भनेर अब झपक्क कति पर्छ